त म कुनै लेखक नै हो, न त कुनै एउटा शब्द नायक नै हो, तर पनि सदैव एउटै प्रश्नले मलाई सताउँछ। आखिर हामी मानिसको जीवनमा के नै त हो र? जन्मियो एउटा आमाको काखबाट, मृत्यु हुन्छ कुनै कसको काखबाट थाहा छैन। त्यही पनि सदैव खोइ के को लागि थाहा छैन, सदैव के को लागि हामी दिन रात लडिरहन्छौँ आफ्नो उन्नति र प्रगतिको लागि। दिन रात आफ्नो जन्मथलो भुलेर कहाँ हराइरहन्छौँ। हामीलाई सन्तुष्टि पुग्दैन कहिले पनि, जति नै धेरै धन सम्पत्ति नै किन नकमाऊ। आखिर जीवन छोड्नु नै छ, न त धन सम्पत्ति लानु नै छ। त्यही पनि हामी किन लडिरहन्छौँ त्यो मैले बुझ्न कदैव सकेको छैन र सदैव प्रयत्न गरिरहेको छु त्यसलाई बुझ्नको लागि, तर किन बुझिरहेको छैन मैले। न त अतीतका ती पलहरूलाई भुलाउन सकेछु मैले, न त अहिलेको वर्तमानलाई नै खुलेर जिउन सकेछु मैले। भविष्यको चिन्ताले दिनौँ हराउँछ मलाई। भविष्यमा के हुने हो थाहा छैन, कुन ठाउँमा कसरी हाम्रो निधन हुने हो त्यो पनि थाहा छैन। त्यही पनि म आफ्नो जन्मथलो, आफ्ना आफन्त, आफ्ना सम्पूर्ण चिजलाई त्यागेर बैरीको देशमा आएर दिनौँ प्रयत्न गरेको छु, त्यो पनि बुझ्न सकेका छैन। काश मलाई मेरो भविष्य बुझ्ने एउटा कुनै चिज हुन्थ्यो, मेरो जीवनको अर्थ बुझ्ने एउटा कुनै मात्र एउटा यस्तो एआई अथवा केही हुन्थ्यो जसले मेरो भविष्य निर्धारित गरिदिन्थ्यो, म मात्र त्यसैमा लगिरहन्थेँ। अहिले म दिनहुँ अगाडि पढ्ने प्रयत्न गरेको छु, अन्जानो बाटोमा हिँडेको छु, कता लडिन्छ कता ठेस पर्छ केही थाहा छैन। त्यही पनि दिनहुँ हिँडेको छु, आशा गरेको छु। मैले जे सोचेर अगाडि बढिरहेको छु त्यो मैले पाउनेछु, तर मलाई आफैलाई पनि थाहा छैन त्यो मैले कहिले पाउनेछु र मैले खोजेको चिज के हो भनेर।